मैले नमस्कार गरेँ, सबैलाई नमस्कार गरेँ। एकदम मिठो खाना खुवाउनु भयो। यहाँ हाम्रो झक्कुजी, यहाँ हाम्रो बिरुबहादुर खत्री, पहिले गङ्गादेवको गाउँपालिका अध्यक्ष, अहिले हाम्रो पार्टीको केन्द्रीय नेता, अनि उहाँ त तपाईँहरूकै यहीँको हुनुभयो। यो पालिकाको हाम्रो पार्टीको अध्यक्ष नजरजी त झन् भाइ नै, छोरा नै, यहीँको गाउँले नै हुनुभयो। अब अरू नेताहरू पनि हुनुहुन्छ। यो जति पनि राख्नुभयो, हामी पछि सभा पनि गर्छौँ, ठुलो सभा गरेर त्यहाँ पनि बोल्छौँ। अहिले निर्वाचन आयोगले सभा गर्नलाई अझै समय दिएको छैन। अहिले घर दैलोमा जाने, यस्तै अनौपचारिक कुराकानी गर्ने सम्म मात्रै कार्यक्रम छ। एकदम खुसी लाग्यो तपाईँहरूसँग यसरी कुरा गर्न पाउँदा। तपाईँहरूले आफ्नो कुराहरू राख्नुभयो। यद्यपि पहिले पनि मलाई भोट दिनुभयो, योभन्दा अगाडि पहिले पनि सांसदै थिएँ नि त। अझै 2 वर्ष बाँकी थियो, तर आन्दोलनले 2 वर्ष पहिले नै जागिर गयो मेरो। त्यसैले फेरि अब तपाईँहरूको सेवा गर्न पाऊँ भनेर आएको हो। तपाईँहरूलाई नै थाहा छ। अब म विषयमै जान्छु। यहाँ चाहिँ खास गरी म पहिले ऊर्जा मन्त्री पनि भएको। त्यतिखेर हामी रोल्पा जिल्ला सबै ठाउँ विद्युतीकरण गर्नलाई टेन्डर गरेको म आफैले। यहाँको साथीहरू जिल्ला पार्टीले ल यहाँ गरिदिनु, त्यहाँ गर्नु भने पहिले रिपोर्ट थियो। जिल्लाको सबै ठाउँको लागि टेन्डर गर्यो, तर ठेकदारले काम गरेन। केही ठाउँ काम भएन, अनि त्यसलाई क्यान्सल गरियो। अहिले फेरि जिल्लाभरि बाँकी सबैको लागि टेन्डर भएको छ, र तपाईँको यो ठाउँमा पनि कार्यक्रम छ। तपाईँहरूको बिजुली गाउँमै आउँछ, छिटै आउँछ, र यो वर्ष नै आउँछ। मैले चाहिँ अस्तितिर पनि कार्यक्रम बुझेको छु, किनभने म आफै सांसद थिएँ। म यहाँ विद्युत कार्यालयसँग कुरा गरिराखेको थिएँ। अहिले पनि बुझ्दा यहाँ कार्यक्रम छ। तपाईँहरूको छिटै पोल आउँछ, बिजुली आउँछ। यो मैले चुनावी आश्वासन होइन, नियमित कार्यक्रममै तपाईँहरूलाई विश्वास दिलाउँछु कि बिजुली आउँछ। अब पल्लो गाउँमा हुने, यहाँ नहुने हुँदैन। पहिले नै 3-4 वर्ष पहिले नै आइसक्ने। ठेकदारले काम नगर्दा त्यो क्यान्सल भएर मात्रै होइन, पहिले नै आइसक्ने हो। यो भने मैले अरू हो, त्यही त। त्यतिखेर चाहिँ टेन्डरै भएको हो नि त। पहिले कति भने 76 सालमै चाहिँ टेन्डर भएको हो त्यो चाहिँ खासमा। यो अब त्यहाँ यहाँ सुँगुर खोलाको पुल चाहिँ अहिले पनि म तल कुर्जामा पनि गरेँ। पहिले अस्ति अर्थमन्त्री हुँदा 1,75 लाख छुट्याएको, तर म पछि चाहिँ एमालेको नेतृत्वमा काङ्ग्रेस साथीहरू सरकारमा आउनुभयो, त्यो क्यान्सल गरिदिनु, टेन्डरै गरिदिनु भएन। अहिले फेरि प्रदेश सांसद हामी सबैको पहलमा 80 लाख बजेट छ प्रदेशबाट। हामी अफिससँग कुरा गर्दा, पूर्वाधार अफिससँग कुरा गर्दा टेन्डर गर्छौँ भनेको छ। अहिले विश्वास गर्ने ठाउँ त बनाएको छैन। पहिले बजेट भएर पनि काम भएन, सरकार फेरिएर। यसपटक बजेट छ, टेन्डर गर्छौँ, ठेक्का गर्छौँ भनेको छ। हामी विश्वास गरौँ ठेक्का हुन्छ। त्यो भयो भने त्यो पुलको समस्या रहेन, बजेट समस्या रहेन कि काम हुनु पर्यो। अनि अरू यहाँ जसरी बाटो चाहिँ यो सुधार गर्ने, बाटो ट्र्याक त आछ, सुधार गर्नुपर्ने कुरा हो। यो कुराहरू हामी प्रदेशसँग हामी कुरा गर्छौँ, किनभने सङ्घले ठुला आयोजना, राष्ट्रिय आयोजना गर्छ, प्रदेशले मजौला खाली गर्छ, अलिक साना पालिकाले गर्छ। त्यो कुरो फेरि म सबै गर्छु भनेर पनि हुँदैन। हाम्रो त संविधान छ, कानुन छ, त्यो अनुसार पैसा भएर, पहुँच भएर सबै ठाउँ गर्न पनि पाइन्न। जस्तै म अर्थमन्त्री त भएँ, तर म गाउँको साना काम गर्छु भन्ने पाइन्न। अघि त्यहाँ वडा अध्यक्षमा पार्टी 8 नम्बरसँग हुँदा गाउँमा एउटा चाहिँ 4 लाखको आयोजना राखेको कुरा गर्नुभयो। हो, त्यस्ता साना कुराहरू पालिकाले राख्ने, वडाले राख्ने हो। त्यसो गरी हामी पालिका, त्यसपछि प्रदेश र सङ्घ मिलेर हामी यो चाहिँ तपाईँहरूले राखेका बाटोको यो अपग्रेड गर्ने कुरा, खानेपानी अरू बिजुलीका यो सबै कुरा हामी अगाडि बढाउँछौँ। यो कुनै आश्वासन मात्रै होइन, हाम्रो ड्युटी हो, हाम्रो दायित्व हो काम गर्ने। त्यसो गर्दा विगतमा जसरी विश्वास गर्नुभयो, यसपटक पनि हाम्रो पार्टीलाई तपाईँहरूको विश्वास हुनेछ, मलाई विश्वास हुनेछ भन्ने मेरो विश्वास छ। मैले यति राखेर खास गरी तपाईँहरू यस्तो चाहिँ समयमा पनि खाना खुवाउनु भयो, भेटघाट भयो, खुसी लाग्यो। धन्यवाद म सबैलाई, यहाँहरूलाई।